केही बिग्रिहाल्यो भने चाहिँ त्यो अलिकति कस्तो कस्तो त्यो लक्षिनकी रहन्छ है भन्छन् हो त। टिकटकमा भिडियो देख्नुभयो, स्पेसल्ली बुढाबुढीको अथवा बच्चाको त्यस्तो भिडियो देख्नुभयो भने चाहिँ नि यत्तिकै नै रोइदिनुहुन्छ, कोही हुनु पर्दैन अगाडि। मलाई चाहिँ स्लिपिङ टाइममा लाउन चाहिँ एकदमै प्रिफरेबल लाग्छ। होल फ्यामिलीले त्यसरी एक्सेप्ट गरिदिनु हो भने त्यो यतिकै राम्रो हुन्छ, तर केटी मान्छेको मात्रै हात चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई। आई बुहारी एटिएम समाउने त्यस्तो टाइपको रहेछ होइन होइन एकदम भाइरल छ त। मैले चाहिँ बेस्ट दिने मेरो मम्मीहरू सासूहरूलाई, तर उहाँले मलाई बेस्ट दिनुहुन्छ भने एक्सपेक्ट गर्यो भने तपाईँको मेन्टल हेल्थमा इस्यु हुन्छ क्या, सो लेट इट गो। उसको काखमा गएर रुन सकौँ भन्ने किसिमको एउटा मान्छे बनाउनु चाहिँ जरुरी रहेछ क्या। नि अब हिन्दू धर्मले महिलालाई अब प्रोत्साहन नै गरेको छ, कुनै कुरामा त डिमोसन नै गरेको छ नि त। अब कति कुराहरू हुन्छ होइन। अब मलाई पनि कसैले त्यही कुरा भन्यो नि मलाई नि घोच्छ, अफकोर्स होइन, दिल त दुख्छ। बिहानै उठेर आमालाई त थाहा हुन्छ नि, बिहानै उठेर मेरो छोरी 10 मिनट नाच्छ। अहिले चाहिँ पेरेन्ट्सहरू पनि एजुकेटेड भएको कारणले गर्दा चाहिँ बुहारीहरूलाई अझै सजिलो भएको छ कि जस्तो लाग्छ मलाई चाहिँ।